साताको चौथो कारोबार दिन शेयर बजार परिसूचक नेप्से बढेको छ। आज नेप्से 9.61 अङ्कले बढेर 2665.60 बिन्दुमा कायम भएको हो। आज शेयर बजारमा कुल 322 कम्पनीका शेयर कारोबार भएका छन्। तीमध्ये 145 कम्पनीका शेयर मूल्य बढेका छन् भने 104 कम्पनीका शेयर मूल्यमा गिरावट आएको छ। 11 कम्पनीका शेयर मूल्य भने स्थिर रहे। आज कुल 1,36,20,838 किता शेयर 6,69,29,71,000 रुपियाँमा किनबेच भएको छ। कारोबार रकम मंगलबारको तुलनामा बुधबार बढेको हो। आज शेयर बजारमा सूचीकृत समूहगत परिसूचक मध्ये वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादनशील, लघुवित्त, व्यापार तथा अन्य समूहका परिसूचक बढेका छन्। वित्त, लगानी, जीवन बीमा, म्युचुअल फन्ड तथा निर्जीवन बीमा समूहका परिसूचक भने घटेका छन्। झापा इनर्जी, सागर डिस्टिलरी तथा स्वस्तिक लघुवित्त वित्तीय संस्थाका शेयर धनीले सबैभन्दा बढी कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा भने बोटलर्स नेपाल, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था तथा सिटिजन सुपर 30 म्युचुअल फन्डका लगानीकर्ता रहेका छन्।